नमस्ते। आज हामी यस्तो कमालको एप हेर्दैछौँ जसले तपाईँको आइपिओ नतिजा जाँच्ने तरिका पुरै बदलिदिनेछ। अब त्यो दिक्कलाग्दो क्याप्चा भर्ने झन्झट बिर्सिनुहोस्, नयाँ तरिकाले बस एक क्लिकमै सबै काम तमाम गर्छ। परिवारका सबैको विवरण बारम्बार भर्नु कति झन्झटिलो हुन्छ, होइन र? पक्कै पनि तपाईँलाई यो थाहा छ। यसको जादुई समाधान हो बल्क आइपिओ रिजल्ट एप। एकैपटक सुरक्षित रूपमा सबै डिम्याट खाता जाँच्न मिल्ने। सुरु गर्नु एकदम सजिलो छ। सिधै गुगल प्ले स्टोरमा जानुहोस्, एप खोज्नुहोस् र इन्स्टल गर्नुहोस्। अनि एप खोलेर गुगल आइकनमा ट्याप गर्ने बित्तिकै तपाईँको खाता सेकेन्डमै सेटअप हुन्छ। अब खाताहरू थप्न सेभमा गएर बीओआइडी छान्नुहोस् र प्लस आइकनमा क्लिक गर्नुहोस्। प्रोफाइल सेभ गर्न जम्मा 3वटा सामान्य विवरण भए पुग्छ। कति सजिलो छ हेर्नुहोस् त। बुवा आमा जस्ता उपनाम राख्नुहोस्। यसो गर्दा पछि नतिजा हेर्दा कसको खाता हो तुरुन्तै चिनिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा, बिना गल्ती पुरा 16 अङ्कको डिम्याट नम्बर एकदम सही तरिकाले हाल्नुहोला। र एउटा सानो टिप्स, प्रायजसो यी 16 अङ्कका डिम्याट नम्बरहरू 13 बाटै सुरु हुन्छन्। नाम र नम्बर हालेर सेभ गर्नुहोस्। बस बाँकी सबै खाताका लागि यही कुरा दोहोऱ्याउनुहोस्। यसको सबैभन्दा राम्रो पक्ष, खाता थप्ने कुनै सीमा नै छैन। जतिवटा डिम्याट पनि सेभ गर्न मिल्छ। सब खाता सेभ भयो। अब होम स्क्रिनमा फर्कनुहोस् र नतिजा आएको कम्पनी छान्नुहोस्। ड्रप डाउन सूचीमा भर्खरै बाँडफाँड भएको कम्पनीको नाम देखिन्छ, बस त्यसैलाई सेलेक्ट गर्नुहोस्। अब जादु हेर्नुहोस्, बल्क चेक बटन थिच्ने बित्तिकै तपाईँको सबै खाताको एकैसाथ खोजी सुरु हुन्छ। हेर्नुहोस् त, सबैको नतिजा कति स्पष्टसँग टेबलमा सँगै देखायो। एकदमै सफा र बुझ्न सजिलो। कुन खातामा कति सेयर पर्यो र कुल सेयर कति भयो सबै छ्याङ्गै देखिन्छ। पक्कै पनि कहिलेकाहीँ भाग्यले साथ दिँदैन र नतिजा 0 पनि आउन सक्छ। के त सामान्य हो। यसले त्यो पुरानो झन्झट र समयको बर्बादी पुरै सिद्ध्याउँछ। काम एकदम छिटो र स्मार्ट हुन्छ। साँच्चै गेम चेन्जर होइन त? अब सोच्नुहोस्, आउँदो ठुलो आइपिओमा यसले तपाईँको कति धेरै समय बचाउला।